हेलो साथीहरु नमस्कार। आज मैले एउटा तपाईहरुलाई हाम्रो गाउँमा हुने फलफुलको बारेमा भन्न लाग्छु। एउटा यसलाई के भन्छ तपाईहरुतिर? सरिफा पनि भन्छ, यहाँ सीताफल पनि भन्छ। सीताफल नै भन्छौं हाम्रोतिर। अब हामी यसलाई मज्जाले फुटालेर खान्छौं लौसाना। तपाईहरु पनि खाने भए हामीलाई कन्ट्याक्ट गर्नु होला। हामीले त खायौं। कस्तो छ सानो? ठीक छ। एकदम मिठो छ कि मिठो? मिठो छ। के भन्छौ तिमी यसलाई? के हो यसको नाम? म यसलाई कस्टर्ड एप्पल भन्छ। कस्टर्ड एप्पल भन्छौ? यसराको बेस्ट हो यो। मामा घरमा आएर यो नखाएको रेकर्ड छैन। दिनभरि हामी कति कति किसिमका फलफुल खान्छौँ, त्यो आज पुरै देखाउँछु तपाईहरुलाई मैले। एकदम मिठो छ, एकदम मिठो। मिठोमा मिठो, खानामा मिठो, एकदमै छिटोमा छिटो। हुर्कोमा पाएको कुनै पनि औषधि नहालेर एकदमै अर्गानिक गाउँमा पाइने फल। खाने भएपछि त अहिले साल पाइन्न, अब अर्को साल आउनु होला दशैंमा। यति ठुलो रुख छ, पुरै फलेर। मिठो। यसलाई हजुरको के भनेर चिन्नुहुन्छ यसो कमेन्ट पनि गर्नुस्। केरा, बनाना हाम्रो घरमा हाम्रो बारीबाट निकालेर पकाएको। खाने भएपछि तत्काल सम्पर्क गर्नुस्। साना लौ। हेलो मेरो लिटिल सन आयो। वाउ वाउ वाउ। के हो यो? के हो साना? हजुर बनाना। बनाना नाना भन। इस्माइल होला तिम्रो। ऊ मामुलाई। यो मलाई, यो हजुरहरुलाई है। कसलाई खान मन लाग्छ? यो हजुरहरुको लागि। यो पुन्टुर म्यानो। बाबु यो भाइ। यो भाइ अझ सीताफल खाँदैछ है यो मान्छे। भाइ बाबु यो। यस्तो कुर्रो कपाल भएको छ मेरो दिदी। यस्तो छ यो कुर्रो कपाल छ यसको। यो कुर्रोमा बिचारिया त्यसलाई भन्नै त। बिचारिया गरेर बिचारिया भन्छ क्या मेरो दिदीले। के हो त्यो बिचारिया भने थाहा छ तपाईहरुलाई? भाइ के साना यो? भाइ आइज 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 आयो। बाबु आयो बाबु आयो। बाबु यो भाइ एकदमै मिठो छ केरा। लास्टै भाइ आयो। वो दादा। ल हम्मका हार हार हार। म जन्मेको ठाउँ है, मेरो घरबाट देखिने यो हाम्रो बारी। यो घर चाहिँ पहिला मेरो ठुलबाको थियो, अहिले ठुलबाहरूले बेचेर टिकापुर गइसक्नुभयो। यो चाहिँ केराबारी है। यो हाम्रो बगैँचा। यहाँभित्र धेरै धेरै किसिमका फलफुलहरू छन्। अहिले माथिदेखि अब धानबारी खेत। म खेत पनि देखाउँछु तपाईहरुलाई धान कस्तो फलेको छ भनेर। एकदमै रमाइलो छ। यो चाहिँ रोड। हामीले चाहिँ थोरै धान काटेका थियौँ, आधा। हाम्रो गोरु भैँसी बान्ने ठाउँ। उतारदेखि ठाडो रोड। यसलाई भन्छ मकैको खात अथवा खल्लियो, हाम्रोतिर खात भन्छौँ। राम्रो पाक्न लाग्छ यो केराको घडी। यो चाहिँ हाम्रो सर आएछ खाने भनेर नकाटेर राखेका छौँ। अब 2-3 दिनपछि काट्ने हो, अनि सर आउने बेला पाक्छ ठिक्कै। कति छ हाम्रो बारीभित्र केराहरू त कति छन् आएका। त्यति मध्ये तपाईलाई एकदमै हाम्रो अमिलो यस्तो दामी फलेको छ के
कति ठुला दाना छन्। ठुलो रुख पनि लास्ट ठुलो छ के यो ती बाक्लो फल्या छ। आधा भन्दा त झरेर खस्या छन् सबै दानाहरू। कति ठुलो छ। खाने भए तपाईहरुलाई फ्रीमा आउनु होला हाम्रो बारीको। यो घिउ केराको बुट्टा हो फल्या चाहिँ पनि आछ जस खतरासँग फल्या छ के यो अमिलो। यति बाक्लो फल्या छ नि पुरै छोड्दिनु। यति बाक्लो यो पुरै झरेर हेर्नु न आधै भन्दा धेरै झर्या छ पुरै। यति बाक्लो झर्या छ बा 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 बा। हामी सुर्खेततिर पाइदा अब कति खान्थ्यौँ कि एउटा दानाले 20 रुपियाँ पर्छ किनेर खानुपर्छ। आफ्नो बारीमा चाहिँ यसरी कुहिएर खस्या छ तर हामीलाई चाहिँ खाना मन लागेपछि पाउँदैनौँ हैन किनेर खानुपर्छ। बारीमा आए है योपालि धान पनि एकदमै राम्रो छ। त्यो दामी चाहिँ धान पाकेको छ तर पानी पर्ला जस्तै भएर नकाटेको हामीले आधा काट्या छौँ। पारिपारिसम्म छ हाम्रो। यो चाहिँ हिजो काटेको। त्यो रुखमा देखिने बारीभरि सबै हाम्रो हो। यो रुख भएको भरि त्यो माथिको त्यो रुखदेखि सिधै पर त्यहाँसम्म अनि सिधै जानुपर्छ। सिधै अघि देखाएको थियो त्यहाँ तलसम्म। यो हाम्रो बारी सानो हाँसी लिएर आयो। अब के काट्ने छोरो? यो मम्मीले हाम्रोलाई उखु लगाउनु भएको है। धानबारीमा लगाउँछन् कि यो उखु के भन्छ नर्सरी पनि भन्छ कोहीले। तिमीले खान सकेन एउटा केरो पनि बाबुले खान सकेन। हजुर यो कहीँ बस्दैन नाइ। त्यसैलाई काटेर अब घर लगेर खाने हो कप्पाकप। लास्ट मिठो हुन्छ। कति वर्षपछि खाएँ मैले अब 8-10 वर्षपछि खाएको के उखु। अनि त्यसपछि म प्रायः जसो आउन पाउँथेन नि त। यो साल चाहिँ दसैँमा यहाँ आएको माइत आएको म। लौ अब खाएको देखाउँछस्। यो केसको रुख हो? साना केसको रुख अरे यो? लिची। यो चाहिँ कटर। यो लिची यति ठुलो छ आँपको रुख हाम्रो। त्यसलाई भन्छ सीताफलको रुख। त्यो चाहिँ हो है। त्यो चाहिँ सीताफलको रुख हो। अघि खाएको हामीले त्यहाँको सीताफल हो। भ्याइसकेको छ आजकल। उखु छ अर्को उखु काँक्रा फल्या छ। म तपाईँलाई काँक्रा पनि देखाउँछु। यो सानो बेलौती छ नि यहाँबाट बेलौती फलिसकेको छ के ऊ त्यहाँ एउटा छ। त्यो बाक्लो यति ठुलो दाना फल्छ बिकासी रहेछ राम्रो छ। अब हामी के अरे उखु खान्छु। यो घर चाहिँ म जन्मेको घर। मेरो बुवा मम्मी हुनुहुन्छ त्यहाँ भित्र मोबाइल चलाइराख्नु भएको छ। यो चाहिँ घर हाम्रो।